हिरो पनि भन्दैन। नमस्ते, खड्का जडीबुटी पसलबाट यहाँहरूको स्वास्थ्य हाम्रो चाहना। यहाँ भर्खरै हाम्रो डिस्कोको दाईलाई मैले सुमनलाई उहाँले यो तेल लगाएको थियो, उहाँ निको भएर उहाँ खुसी हुनुभएको छ। धेरै हल्का भोरे यता घाँटी दुख्ने, यता खुट्टा दुख्ने, यता जोर्नी दुख्ने हरेक कुराहरू भएको थियो। दाइ तपाईँलाई निको भएको हो नि? हजुर, एकदम कम भएको छ नि तपाईँलाई? लाउँदा लाउँदै हल्का हजुर भएको महसुस भइरहेछ मलाई। तपाईँहरू पनि लिनुहोस्, यो हुन्छ। अनि जडीबुटी किन्नुहोस्, लाउनुहोस्, एकदम स्वास्थ्य बन्नुहोस् तपाईँहरू पनि। ल भन्दै हुन्छ दाइ, धेरै खुसी हुनुभएको छ। यो चाहिँ दुप्चेश्वरको महादेव भन्ने ठाउँमा, नुवाकोटको एकदमै यहाँ पहरामा भएको ठाउँमा हो। त्यही भएको कारणले म यो बगरमा छु। अनि यो बगरको वरिपरि चाहिँ खाना, होटेल, यहाँ फुल बेच्नेदेखि लिएर धेरै किसिमका चिजहरू पाइन्छ। अनि यहाँ हाम्रो भाइहरूले यहाँ गेडागुडी पनि राखेको छ, चटपटे राखेको छ। बडो सुविधा छ यहाँ बडो रमाइलो छ। धन्यवाद। खड्का जडीबुटी पसलले जहिले पनि अरूको हित र भलाइको लागि दौडिरहेको हुन्छ भन्दै म यो दुप्चेश्वरी एरियाको मात्रै नभएर यो कानाकुनी भएका जति पनि बिरामीहरूको लागि साह्रै राम्रो होस् उहाँहरूको स्वास्थ्य। कति दिन बाँच्ने आइआर अथवा निको भएर स्वस्थ भएर दौडोस् भन्दै मेरो युट्युब, टिकटक, फेसबुकमा तपाईँले लाइक, कमेन्ट, सेयर गर्नुभयो भने नि म अझै तपाईँहरूलाई धेरैभन्दा धेरै मानिसहरूलाई उपचार गरिरहनेछु। धन्यवाद मलाई माया गर्नुभएको लागि। बाई बाई। नमस्कार। नमस्कार। ल हुन्छ।